हेलो नमस्कार स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो सबैले एम्बुलेन्स युट्युब च्यानलमा। आज चाहिँ म सानो मिनी भ्लग बनाउनु गएको छु। आज पनि हाम्रो चाहिँ सभाको बोल्न चाहिँ अहिले तपाईहरुले यहाँ खोला देख्दै हुनुहुन्छ हेर्नु। यतातिर चाहिँ दिनभरि घाम लागिरहेको छ, तर अहिले एक्कासी यसरी बाढी आएको छ। पानी चाहिँ कतै पनि आएको छैन, त्यो माथितिर बादलहरु चाहिँ लागिरहेको छ। यस्तो ठुलो खोला आएको छ है हेर्नु। अब बर्खा लागेको छ, तपाईहरु गर्मी भयो घाम लाग्यो भनेर खोलामा नुहाउने पौडी खेल्ने काम नगर्नु होला, किनभने बर्खा लागिसकेको छ। यसरी पानी नै बाढी आउन सक्छ, ज्यानको जोखिम हुन सक्छ। यो चाहिँ मैले जानकारी गराइराख्नु चाहिँ नपर्ने, तर पनि जानकारी गराएँ। यसरी बाढी आउँछ, दिनभरि घाम लागेको यहाँ गाडी छ। यतातिर चाहिँ माछा मार्ने क्रम हुँदै रहेछ। यही साथीहरू माछा मार्दैछन् है। माछा चाहिँ कतिको के हो, कतिको मार्यो। माछा मार्ने दुईजना साथीहरू आए। अब यसरी पानी नै खोला बाढी आउँछ, त्यही भएर दिउँसो घाम लाग्यो भन्दैमा खोलामा गएर नुहाउने काम नगर्नु होला भन्दै यो भिडियो सानो जानकारी ब्लग थियो। भइसकेपछि भिडियो युट्युब च्यानल सब्सक्राइब लाइक कमेन्ट शेयर गर्नु।